हेलो साथीहो, आज घरमा बिरयानी पकाउँदैछ बुढीले। ल सब भिडियो हेर्नुहोस् है। तकरिबन 1.5 मिनटको भिडियो छ। यसलाई एडिटिङ गर्दै ल हेर्न। खुर्सानी, पुदिना, कोथिमिर काटेर तयारीको साथ हुँदैछ मेरो घरमा आज बिरयानी। तातो पानी लगायो अनि बिरयानी पत्ता पनि हालियो। वाउ, त्यसमा रङबिरङ्गी लौङ, इलायची, मर मसला आदि यति सामान हालियो हैन। आज घरमा बसेर गम खाइने भयो। अस्तिको बिरयानी होइन यो। एडिटिङ गर्दैछौँ। हेर त ल प्याज अनि हरियो बिरयानी हालेर भुट्यो, झ्याममा बनायो नि त। ल त्यसपछि के गर्दैछ हेरौँ है। अनि त्यो तेलमा फ्राई गरिसकेपछि पर बिरयानी रेडी हुँदैछ। त्यो अनि हेर्नु मसला अदरक लसुन हाल्यो होइन। त्यसपछि उपरे बिरयानी आधा पाक्यो होइन। अब यसलाई मस्त ग्रेभीमा हालिसकेपछिमा अनि कुकरमा लाउँछ कि के हो हेरौँ है। यो नेपाली स्टाइल हो, तर हैदराबादी बिरयानी है साथी हो। मलाई त अस्ति खाँदाखेरि अति मिठो लाग्यो, तर त्यो भएर मैले आज भिडियोलाई एडिटिङ गर्दै हालेको छु। ल त गाइस, 70% बिरयानी रेडी भइसक्यो। अनि यता हेर्नु त, अर्को भाँडोमा पनि मासु चाहिँ चिकन ग्रेभी रेडी भइसकेको छ। घरमा बनाउने चिकन बिरयानी तरिका। धेरै रमाइलो छ भिडियो। मलाई त हेर्दैखेरि खाउँ भन्नु जस्तो लाग्छ, तर अति मिठो छ बिरयानी। अनि चिकन ग्रेभी पनि त्यस्तै छ। रेडी भइसक्यो बिरयानी। हेर्नु त तौलामा 90% भइसक्यो। अनि तेल हालेर कलर मिलाएर बिरयानीको एउटा खुबसुरती रङ बिरङ्गी हालेर अनि मासु पनि ग्रेभीको लागि रेडी भइसकेको छ। चिकन ग्रेभीको पनि मसला तयार साथी हो। हेर्नु त यस्तो फ्राई भइराखेको छ। अनि यता बिरयानी पनि पाकेर सायद रेडी भइसकेको छ। ल चिकन ग्रेभी मसला रेडी भइसक्यो। अब त्यसमा मासु हाल्छ होइन। मासु हाल्दाखेरि त्यसको अलि रुचि स्वाद टेस्ट बदल्छ होइन। र हेर्नु त अब अन्तिमसम्म ल मासुका फिर्का पनि आइसक्यो होइन। चिकन पिस अनि मस्त मिलावट भइसक्यो। दही पनि हाल्यो होइन। अब हेर्नु त यसको रङै अलग्गै बदलिन्छ। अनि मस्त क्या राम्रो क्वालिटीको चिकन ग्रेभी देखिन्छ होइन। हेर्नु त बिरयानी पनि रेडी भइसक्यो, परातमा हालिसक्यो। अब खाने समय त भयो होइन, तर खाइहाल्छौँ। आज परातमै खाने यो पुरै बिरयानी। चलो त गाइस, बाई, ह्याप्पी न्यु इयर भन्दै यो भिडियो मार्फत अनि घरमा बनाएको बिरयानी, दम बिरयानी। अब यसपछिको लागि अर्को भिडियो पछिल्लो भिडियोमा आउनेछ। र अब यसपछि नयाँ भिडियो यस्ता ल्याएर आउनेछु भन्ने आशा गर्दै ल सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने आशा गर्दैछु। धन्यवाद। बाई बाई।
कोथमिर छर्दाखेरि त बिरयानीको